धन्यवाद दर्शक दोस्तहरू। यस स्वतन्त्र सभामा उपस्थित सम्पूर्णको सेवामा सविनय स्वागतम तथा नम्र नमस्कार गर्दछु। आजको हाम्रो विषय छ यिनीहरूको चाहिँ जुन आत्माको दाबी छ, आत्मा हुन्छ भन्ने दाबी, यसलाई कसरी चाहिँ हामीले चाहिँ चकनाचुर गर्ने त। पहिलो कुरा, यिनीहरूले आत्मा छ कसरी भन्दछन् भने आत्माको प्रमाण पनि छ। कहाँ वैज्ञानिकहरूले परीक्षण गरेर आत्मा हुन्छ भनेर पत्ता लगाए। कुन सिसाको बक्सभित्र मान्छे राखेर त्यो मान्छे मर्दाखेरि त्यहाँबाट आत्मा निस्क्यो, आत्मा निस्किँदाखेरि पुरा सिसा फुट्यो, त्यस कारणले आत्मा त हुन्छ भन्ने प्रमाणै छ भन्छन्। त्यसको लागि तपाईँ भन्नुहोला, त्यसो भए एउटा बाख्रालाई पनि कुनै सिसाको बक्सभित्र राखौँ, त्यसपछि त्योभित्र त्यो बाख्रोलाई मर्न दिउँ, मरिसकेपछि त्यो बाख्राको आत्मा निस्किन्छ कि निस्किँदैन? किनकि आत्मा त सबै जनावरमा हुन्छ भनिन्छ। बाख्रालाई एक्सपेरिमेन्ट गर्न सकेन भने तपाईँ सानो झिङ्गालाई लिन सक्नुहुन्छ। झिङ्गालाई सानो सिसीको बोतलभित्र राखेर, प्लास्टिक बोतल झिल्लीभित्र राखेर त्यहाँ मर्न दिने। त्यो मरिसकेपछि तब त्यहाँबाट त्यसको आत्मा निस्किँदाखेरि त्यो झिल्ली फुट्छ कि फुट्दैन भनेर झिल्लीभित्र राख्नुहोस् या बेलुनभित्र राख्नुहोस्। यसरी चाहिँ उहाँलाई तर्क दिन सक्नुहुन्छ र त्यसको प्रमाण त्यहीँ डिबङ्क हुन्छ। यदि त्यो झिङ्गाबाट निस्केको आत्माले त्यो बेलुन अथवा त्यो झिल्ली फुटाउन सकेन भने आत्मा होइन रहेछ भन्ने कुरा प्रमाणित हुन्छ। अर्को के पनि भनिन्छ भने आत्मा त एउटा एनर्जी हो, शक्ति हो भनिन्छ। त्यो भन्छन् भने त्यो एनर्जीको परिभाषा के हो भने सोध्नु होला। एनर्जीको परिभाषा त कुनै काम गर्ने क्षमता हो। त्यसो भए आत्माले के काम गर्ने क्षमता राख्दछ त? होइन, कुन कुरालाई डिस्प्लेस गर्न सक्छ त? काम भनेको त कुनै डिस्प्लेसमेन्ट गर्न सक्नु पर्यो। कुन कुरालाई डिस्प्लेसमेन्ट गर्न सक्छ भनेर उहाँलाई सोध्नु होला। अर्को, यदि एनर्जी नै हो आत्मा भने त्यसको युनिट के हो त? एनर्जीको युनिट त जुल हुन्छ साइन्समा। अब साइन्सको भाषा प्रयोग गरेर साइन्स अनुसार गरेर हान भने त आत्माको पनि एकाइ होला। आत्माको एकाइ के हो, केमा नापिन्छ त्यो भन्नु होला। अर्को, आइन्स्टाइनको थ्योरम अनुसार एनर्जी त मासमा कन्भर्ट हुन्छ, मास एनर्जीमा कन्भर्ट हुन्छ भने के आत्मा पनि भौतिक शरीरमा अथवा मासमा र मास पनि कुनै आत्मामा, भौतिक शरीर पनि कुनै के आत्मामा परिणत हुन्छ त भन्नु होला। तर हुँदैन। त्यसैले जुन मान्छेको शरीर चाहिँ मर्छ, आत्मा चाहिँ अमर रहन्छ भन्ने कुरा छ। यसको जस्ट अपोजिट चाहिँ ठिक उल्टो हो। मान्छेको आत्मा चाहिँ मर्छ, शरीर चाहिँ अमर रहन्छ। आत्मा मर्छ भन्नाले आत्मा त हुँदैन। आत्मालाई जुन हामी चेतनाको रूपमा लिने हो भने पनि त्यो चेतना मान्छेको मर्छ, तर शरीर मर्दैन। किनकि यसको प्रमाण तपाईँ त देख्न सक्नुहुन्छ। जब मान्छे मर्छ त्यसपछि उसको चेतना हराउँछ। मर्दा के कोमामा जाँदा पनि उसको चेतना हराउँछ, सुत्दाखेरि पनि चेतना हराउँछ। त्यसैले मर्दा त अवश्य नै चेतना सकिन्छ त्यसपछि, तर उसको शरीर त रहिरहन्छ। शरीर त त्यही हुन्छ जस्तो जिउँदोमा थियो, मरेपछि पनि शरीर त त्यही हुन्छ। त्यही शरीर जमिनमा गाड्ने हो भने पनि त्यही शरीर त्यही हुन्छ। त्यो माटोमा मिल्छ, कुहिन्छ। जलाउने हो भने पनि खरानी बन्छ र त्यही माटोमा मिल्छ। त्यही माटोमा मिलेर त्यही माटोबाट मलजल हुँदै बोट बिरुवामा जान्छ। बोट बिरुवाबाट फेरि फलको रूपमा हामी खान्छौँ, फेरि आउँछ। त्यसैले त्यो शरीर त चक्र रहिरहन्छ, किनकि शरीर त तत्त्वहरूबाट मिलेको हुन्छ जुन हामीले पेरियोडिक टेबलमा पढ्यौँ। त ती तत्त्वहरू त सधैँ घुमिरहन्छन्, ती त कहिले नष्ट हुँदैनन्। किनकि एनर्जी नाइदर क्यान बी क्रिएटेड नर क्यान बी डेस्ट्रोइड। एनर्जी क्यान कन्भर्ट ओन्ली टु द मास एन्ड मास क्यान बी कन्भर्टेड इन्टु द एनर्जी। त्यसैले त्यो आत्मा मास सबै एउटैमा हुन्छ। त्यसैले त्यो एक अर्कामा कन्भर्ट हुन्छ। तर जुन उनीहरूले भन्छन् आत्मा, त्यो त शरीरभन्दा अलग चिज हो। आत्मालाई एनर्जीसँग कम्पेयर गर्ने हो भने त आत्मा त शरीरमा कन्भर्ट हुँदैन, तर एनर्जी त फेरि मासमा कन्भर्ट हुन्छ, मास त एनर्जीमा कन्भर्ट हुन्छ। त्यस कारणले तिमीहरूको यो दाबी चाहिँ गलत छ भनेर यसरी उनीहरूलाई प्रमाण दिनुहोला, तर्क दिनुहोला। उनीहरूसँग चाहिँ प्रमाण खोज्नु होला। कुनै मुख्य सजिलो भनेको त्यो झिङ्गाको उदाहरण चाहिँ सबैभन्दा सजिलो हुन्छ, त्यही सोध्नु होला उनीहरूलाई। धन्यवाद।